कन्टेन्ट क्रिएटर च्यानल। आज चाहिँ हामी के बारेमा टपिकमा कुरा गर्न गइरहेछौँ भने हामी चाहिँ आज तपाईँको युट्युबमा चाहिँ तपाईँको थम्बनेल भनौँ या टिकटकमा भनौँ या तपाईँको इन्स्टाग्राममा भनौँ, अगाडि तपाईँको जतिसुकै नै राम्रो भिडियो बनायो भने तपाईँको चाहिँ त्यसमा भ्युज ल्याउनको लागि या कति नै मिहिनेत गरेर तपाईँले बनाउनु भयो भने त्यसको लागि तपाईँले त्यो थम्बनेल अगाडिको पोस्ट आउनु नभइकन त्यसमा केही पनि काम हुँदैन। सो त्यसको लागि चाहिँ तपाईँलाई कसरी राम्रो थम्बनेल बनाउनु पर्छ भन्ने कुरा चाहिँ तपाईँलाई त्यो एप्स पनि भन्नु ल, त्यसको बारेमा तपाईँको डिस्क्रिप्सनमा नै भन्नु है त। थम्बनेलको लागि चाहिँ बेस्ट तपाईँको चाहिँ युट्युबको लागि चाहिँ या कुनै पनि प्लेटफर्मको सोसियल मिडियाको लागि चाहिँ बेस्ट भनेको थम्बनेल मेकर छ। त्यो चाहिँ राख्दाखेरि तपाईँको जस्तोसुकै राम्रो भिडियो बनाए पनि तपाईँको फ्रन्ट पेजको लागि चाहिँ त्यो थम्बनेल पेपर स्क्रिनको लागि चाहिँ राम्रो भएन भने त्यो आफूले भिडियो बनाएको मिहिनेत हुँदैन। सो त्यसको लागि चाहिँ कुनै पनि फेसबुकको लागि भनौँ या ट्विटरको लागि भनौँ या कुनै पनि लागि थम्बनेल चाहिँ चाहिन्छ। त्यो थम्बनेलको लागि चाहिँ यसरी बनाउनु पऱ्यो। थम्बनेल मेकर हो, थम्बनेल मेकरमा यसरी जानु होला, प्ले स्टोरमा पनि छ यो। यसरी गएर यो फोटो लिनु होला। अझै यो पावर डिटेक्टरको कसरी बनाउने भन्ने कुरा म बनाएको थिएँ। सो त्यसको लागि चाहिँ थम्बनेलकोबाट तपाईँले यो लिनु होला। यसरी लिएर तपाईँको चाहिँ यसको चुज गर्न सकिन्छ। यसलाई चाहिँ जस्तै तपाईँको फेसबुकको लागि कि इन्स्टाग्रामको लागि, युट्युबको लागि, ट्विटरको लागि टन्नै छ। यसको लागि चाहिँ केमा तपाईँले चाहिँ काम गर्नु भएको छ त्यसको लागि चाहिँ लिनु होला। जस्तै मैले अहिले तपाईँको युट्युबको लागि गरिरहेको छु भने युट्युब कभरको लागि मैले लिएँ। अब यसमा राइट गर्नु होला, त्यसपछिबाट आफ्नो टेक्स्ट लिनु होला। टेक्स्टमा तपाईँको चाहिँ अब यहाँ पावर डिरेक्टर बेस्ट भिडियो एडिटिङ एप्समा क्लिक गर्नु। त्यसमा फन्ट के लेख्नु चाहिँ लेख्नु, कलर तपाईँको चुज गर्न मिल्छ। यसरी लेख्नु, ठुलो सानो कता राख्नुपर्छ। यो राखेर तपाईँको गर्दाखेरिमा चाहिँ आफ्नो स्क्रिन थम्बनेल चाहिँ एकदम राम्रोको लागि चाहिँ यो प्रयोग हुन्छ। यसको लागि धेरै पनि अब यो स्याडो छ, यसको लागि स्याडोमा चाहिँ तपाईँको यसरी चुज गर्ने कि कस्तो बनाउने भन्ने कुरा हुन्छ। म्युजिकमा तपाईँको गर्ने कि कसरी गर्ने भन्ने कुरा, 3Dमा तपाईँको यसलाई यस्तो गर्ने कि यो गर्ने कि यसलाई यो तरिकाले गर्ने कि होइन यसरी गर्ने कि, अनि यसलाई राइट गर्नु होला। इमेजमा जानु, सेभ अटोमेटिक हुन्छ। यसको धेरै नै फाइदा हुन्छ। सो यो गर्दाखेरिमा बेस्ट हुनेछ होइन। अब लास्टमा यसलाई म कसरी हुन्छ भन्ने कुरा देखाउँछु। अब यसलाई आएपछि वाइल्ड स्टोरमा गएर आफ्नो भिडियोमा कुन छ भनेर तपाईँको चाहिँ यसलाई जस्तै यो छ भने यसलाई एडिट गर्ने, फेरि एडिट गर्ने, अनि तपाईँको यो चेन्ज भन्ने हुन्छ, चेन्जमा जानु पऱ्यो। चेन्जमा जाने बित्तिकै तपाईँको अघि नै हामीले थम्बनेल बनाएको थियो नि, यो हो। यो थम्बनेलमा क्लिक गर्ने, क्लिक गरेपछि तपाईँको बाँकी भइहाल्यो होइन, डन गर्ने भयो। त्यसपछि लास्टमा तपाईँको कसरी इमेज आउँछ भन्ने कुरा हेर्नु। जस्तो वाइट स्टोरमा गयो, P1मा गयो, लास्टमा तपाईँको अनि यसरी आउँछ तपाईँको इजी फ्री भिडियो एडिटिङ एप्स भने तपाईँको अगाडि फ्रन्टमा आउँछ। यसले गर्दाखेरि मान्छेको भ्युज बढाउनलाई धेरै नै मद्दत गर्छ। सो तपाईँले यो युज गरेर हेर्नु होला कस्तो हुन्छ होला।